अनि मुखिया भाइलाई पनि मैले त्यो जुन मेरो भिडियो हाल्नु भएको थिएँ मैले मुखिया भाइलाई भाइ प्राइभेट गरिदेऊ त भन्ने बित्तिकै एकै वचनले मुखिया भाइले प्राइभेट गरिदियो। क्यामेरा भर्सेस क्यामेरामा चाहिँ म इन्भल्भ छैन, सिधै कुरा भन्छु हैन। हेलो सम्पूर्णलाई चाहिँ मनैदेखिबाट नमस्ते। मेरो सानो मिनी भ्लगमा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। अनि मैले चाहिँ अस्ति नै नुनथर भर्सेस भरताल भनेर चाहिँ मैले हाल्नु भएको थिएँ नि त मतलब भिडियोहरू। अनि हो यसको कारणले चाहिँ मैले भिडियो बनाउन थालेको। हुन त मलाई आवश्यक छैन भिडियो बनाउनु। अनि हिजो पनि म्याच पर्यो हो, नपर्यो हैन, हिजो पनि म्याच पर्नु भएको थियो। अनि त्यही कारणले अब चाहिँ म के भन्नु चाहन्छु भन्दाखेरि अब चाहिँ म यो फुटबलमा हुन्छ नि यो जुन अब क्यामेरा भर्सेस क्यामेरामा चाहिँ म इन्भल्भ छैन, सिधै कुरा भन्छु हैन। अब म गेम खेल्दिनँ, खेल्नु चाहिँ खेल्छु फुटबल, तर अब यो क्यामेरा भर्सेस क्यामेरामा चाहिँ म खेल्दिनँ सिधै कुरा। अनि मैले भिडियो हाल्नु भएको थिएँ नि त, अनि त्यही कारणले चाहिँ मैले यो भिडियो बनाइहालेको। उमेश दाले भिडियो हाल्नुभयो, तपाईँले हाले कि जित्यो कतिले भन्यो, अहिले पनि 4-5 दुई तिनजना भाइहरूले भन्यो। अनि त्यही कारणले चाहिँ मैले भिडियो बनाएको। अब चाहिँ यसमा इन्भल्भ छैन म। अनि मुखिया भाइलाई पनि मैले त्यो जुन मेरो भिडियो हाल्नु भएको थिएँ मैले मुखिया भाइलाई भाइ प्राइभेट गरिदेऊ त भन्ने बित्तिकै एकै वचनले मुखिया भाइले प्राइभेट गरिदियो। त्यसमा मनैदेखिबाट थ्याङ्क यू भन्न चाहन्छु मुखिया भाइ। अनि जति पनि भरतालको क्यामेराम्यानहरूले मेरो भिडियो हेर्नुहुन्छ, मन पराउनुहुन्छ, उनीहरूलाई पनि मेरो भिडियो मार्फत जानकारी। अब म नुनथरको क्यामेराम्यान इन्भल्भ चाहिँ छैन, सिधै कुरा। म उमेश नुनथरको क्यामेराम्यान इन्भल्भ छैन। अब यो हारे जित्यो आई डोन्ट नो, मलाई मतलब छैन। अब जसले सुकै जितोस्, तपाईँहरू जित्नु कङ्ग्रेचुलेसन, यहाँकोले जित्नु कङ्ग्रेचुलेसन, मलाई मतलब छैन। तर हैन म चाहिँ इन्भल्भ छैन, यही भन्न चाहन्छु। यो मैले जुन भिडियो हालेको थिएँ नि त मैले नुनथर क्यामेराम्यान भर्सेस भनेर हाल्नु भएको थिएँ नि त मैले, अब चाहिँ मेरोबाट भिडियो आउँदैन, हारे पनि जिते पनि मेरोबाट चाहिँ आउँदैन मुखिया भाइ। अब तिमी पनि नैतिकता छ भने हाल या नहाल, तिम्रो आफ्नो ठाउँमा छ, मलाई केही छैन। अब केटाले हाल्छ भने हाल, आई डोन्ट नो, मलाई त्यसमा मतलब छैन। म चाहिँ हाल्दिनँ है, सिधै कुरा। म हारे पनि जिते पनि म चाहिँ हाल्दिनँ, यही भन्न चाहन्छु। माया छ अरूलाई, खेल 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 हो, खेल्छ होला केटाहरू। म आफ्नो पर्सनली चाहिँ म चाहिँ खेल्दैन भन्न खोजेको। मैले भिडियो हालेको मार्फतले चाहिँ भिडियो बनाएको। खेल्छ होला केटाहरू, के फरक परेन, तिमीहरू पनि खेल, के फरक परेन। तर म चाहिँ पर्सनली मेरो प्राइभेट भिडियो म पर्सनली बनाएको मेरो लागि, यही भन्न चाहन्छु। जय नेपाल, माया छ। भिडियो फर्स्टदेखि लास्टसम्म हेर्नेलाई मनैदेखिबाट धन्यवाद। यस्तै भ्लगहरू हेर्नको लागि चाहिँ थाहा छँदैछ होला, फलो गरेर राख्नु होला। माया छ, बाई बाई।